हजुर घरमा को हुनुहुन्छ? हजुर किन होला? नमस्ते हजुर। नमस्ते। अरे तपाईँ त हेटौँडा बुद्ध चोकको सटर भएको घरको साउजी हेरेर हो भन्नु पर्यो हजुर। अनि के कामले पाल्नु भयो पनि हाम्रो गाउँतिर आज आउनुहोस् न हेरेर बसेर हुन्छ हजुर। हजुर यसमा बस्नुहोस्। ए हुन्छ हजुर। हस् धन्यवाद। आया अब कुरो चाहिँ के भने हजुर, अहिले यो सडक विस्तार गर्ने क्रममा मेरो घरबारी सबै गयो। राति 4-5 बजे आएर चाहिँ डोजर ल्याएर सामान पनि केही निकाल्नु पाएन। लगभग म त सुकुमाही जस्तो भयो हजुर। त्यही भएर हजुरकोतिर चाहिँ रुम खोज्न आएको। कुरा चाहिँ के हो? कोठाको कुरा त गर्नुभयो, तर सरकारले तपाईँहरूलाई बेला बेलामा घर खाली गर्नको निम्ति सूचना प्रकाशित गरेको भन्ने सुन्नुमा आएको थियो। त्यतिखेरसम्म चाहिँ तपाईँहरू किन अडेर गरेर बस्नुभयो? ए यतिकै टेन्सन भएर तपाईँ रुम दिने भए दिनु, नत्र 12-17 कुर्न म जान्छु। तपाईँको यो आवेश आउने बानी छ नि, अझै पनि गाह्रो। तपाईँलाई याद छ योभन्दा 1 वर्ष अगाडिको कुरा? तपाईँको सटर अगाडि मैले फुटपाथ पसल राख्दै गर्दा मेरो आमा बिरामी भएको कारणले 1 महिनाको भाडा तिर्न नसक्दा तपाईँले मलाई त्यहाँबाट विस्थापित गर्नुभएको थियो। तर म तपाईँ जस्तो घमण्डी छैन। तपाईँको वासस्थान व्यवस्थापन नभइन्जेलसम्म यहीँ बस्नुहोस्, म 1 रुपियाँ लिँदैन तपाईँसँग। तर एउटा कुरा याद राख्नुहोस्, मान्छे धनले होइन मनले ठुलो हुन्छ, मनले।